अनि बुके हाम्रो बुकेमा यति धेरै पैसा हान लौ छोप यस्तो देखाउ त्यतातिर है पैसा त कति धेरै पैसा हान अनि यहाँ फुलहरू छन् यिनी सबैलाई निकाल्छौँ है हामीले पालै पालो गरेर निकाल्छौँ ल यता राख अनि निकाल ल एउटा निकाल त है त्यो नखोल है एउटा सट्टा ताना यो हामीसँग यति धेरै पैसा हानी 100 रुपिसका हान अनि फ्लावर्सहरू पनि छन् हामीसँग त्यो निकाल्न सक्छौ तिमीले जानी हो यस्तो यस्तो बान्ने हो कि हेर्नु त त्यो खोल सक्छौ तपाईँले निकाल्नुहोस् के खै यो त बटरफ्लाई जस्तो छ त बटरफ्लाई अब नचेतिकन निकाल है यसरी यो बुकेमा कति धेरै पैसा हाने भने त यिनी सबै निकाल्ने अब हामीले सबै नोट निकाल्छौँ नोट नयाँ नयाँ छन् भर्खर ब्याङ्कबाट ल्याएको जस्तो भर्खर प्रिन्ट गरे जस्तो पैसा छापे जस्तो ल चाँडै निकाल चाँडै चाँडै कति निकाल्यो खै देखाउ त उयो त ल निकाल्नु तपाईँले निकाल्नु ल मम्मी फेरि लज आउनुहुन्छ निकाल्नु फटाफट निकाल्नु फ्लावर हेर्नु फ्लावर ए रोज रोज जस्तो छ रोज ल तिनी त्यसरी ननिकाल ल के ल ए छोप देखाइ कति राम्रो देखियो यस्तो गर न राम्रो देखियो अलि माथि नै तल कि फेस हो त्यस्तो राम्रो देखियो नि होइन यो फ्लावर हामी त फुलहरू निकाल्यो यहाँ त खाली खाली भयो त्यो खाली खाली भयो ओ यिनी निकाल तान्ने मैले त्यो फुल दिउ त दुईवटा फुल दिउ त यति फुल पनि छन् हामीसँग फ्लावर कति राम्रो देखियो नि खान लौ छोप फ्लावर छोप क्या तिमीले तिनवटा नि यिनी तान 4-5 यिनी ताने मैले ल चाँडै निकाल्नु त्यो बुकेमा चाहिँ पैसा कसरी टाँसेको हुने रहेछ भने त्यो पनि हेरौँ है यस्तो तल यस्तो हुने रहेछ ती ए त्यो यसमा घोबेको हुने रहेछ कि भित्र यसबाट सट्टै यस्तै निकाल्ने यस्तै निस्किने रहेछ कि निस्क्यो नि जस्तो यो अनि यो यहाँबाट खोल्ने यसरी यो यहाँ उक्काइदिने अनि उक्किन्छ नभाचे है यो नभाचे खै खै छ यो त उत्तिखेरि यो त यताबाट हुन्छ के अरे ल छिटो छिटो निकाल न तिमीले पैसा लौ तिमीले निकाल्ने भनेको थियो नि यत्रो अब महिनादेखि राखेको यो बुके भान्जीले मैले पैसा चाहियो मैले त पैसा निकाल्छु भनेर तिमीले त निकालिहाल्ने यति निकाल्यो ल फास्ट तिमीलाई चाहिएको थियो नि पैसा क्यान्टिनको लागि त्यही भएर त हो नि तिमीले भनेको 20 रुपैयाँ 50 रुपैयाँ पनि हुन्छ 20 रुपैयाँ पनि हुन्छ कति रुपियाँ हो यो भन त 20 यो कति रुपियाँ छ तिमीसँग भन लेखेको छ हेरेर भन त 100 भन्ने कति हो नेपाली इङ्ग्लिसमा 100 ए यति फ्लावर्स भाइ सबै फ्लावर निकाल्यो लौ छोप सबै निस्क्यो फ्लावर्स यति हो हामीसँग भएका फ्लावर्स ल पैसा निकाल चाँडी पैसा निकाल के लौ 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 फास्ट त्यसबाट पैसा निकाल छिटो 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 निकाल अब हाम्रो भइसक्यो खाने यति खाने फास्ट निकाल फास्ट ए भान्जीले पैसा च्याति नै गाएछ अरे जानी अँ त निकालिदिन्छु र मैले फेरि च्यातेन के आरामसित निकाल आरामसित लु 1-2टा गरेर निकाल सबै नलैजाऊ सबै मैले पनि निकाल्छु सिङ्काबाट पैसा निकाले पैसा फेरि सबैले भान्जीलाई देऊ अब गन खै कति भयो खै यस्तो देखाउ त मलाई यस्तो देखाउ त ए यति धेरै पैसा भयो हन अनि लौ अब गन ठ्याक्क जाने हो कि नि गर्न ल
टन्नै छन् के अरे पैसा ल गन कति 100 छ त्यहाँ भन 1 2 गर्दै गन 1 मलाई दियो त 1 भनेको मलाई 1 2 2 3 3 4 4 4 ल 4 भयो 5 5 मलाई दियो 6 7 18 19 19 होइन 19 20 40 40 48 100 रुपिस छ नि हामीसँग 48 100 रुपिस हेर्नुहोस् कतै उड्न पनि सक्छ कति गर्मी छ नि गाइस हैन त्यो टिका लाएर दिएको हुन्छ त कुन रातो छ के रे हामीसँग यति धेरै पैसा यो चाहिँ सबै मेरो गोजामा मेरो उसमा जान्छ साथीहरू मैले कसैलाई दिन्न अब यो मेरो भयो टेन दिस इज माई नोट 100 रुपिसका नोट्सहरू हाम्रो भनिदिनु होला हामीले यति धेरै पैसा जम्मा गरेको थियौँ तँ नराख्नु के ए त्यो फ्लावर्स सुधा मम्मीले फ्लावर्स त्यहाँ राख्नु अरे फ्लावर्स किन्थ्यो पैसा यति भयो खाना लाउनु अब चाहिँ यसको हामीले आँपहरू किनेर खान्छौँ आँप किन्छौँ एउटा केक पनि किन्छौँ अनि आइसक्रिम खान्छौँ धेरै काम गऱ्यौँ कप केक किन्छौँ मिल्क गुटकार चोको